एभ्रिवान। यहाँ नबु र छोडेन चाहिँ मिली केक खाँदैछ। अनि यहाँ बहिनी चाहिँ खुसी हुँदै केक खाएको हेर्दैछ। आज चाहिँ दिन एकदमै घाम लागेको थियो। यहाँ छोडेनले यस भन्दैछ। नाना र म चाहिँ झालमुरी खाऊँ ल भनेर सल्लाह गरेर चाहिँ हामी दुईजना चाहिँ दोकान जाँदैछौँ झालमुरीको सामान ल्याउनु। नानाले चाहिँ यहाँनिर झालमुरी बनाउनु हुँदैछ हो। म चाहिँ यो प्याज र खोर्सानी चाहिँ म काट्छु, तपाईँ चाहिँ छिटो झालमुरी यो मजाले फिटिहाल्नु ल भनेर चाहिँ मैले चाहिँ यहाँ प्याज र खोर्सानी काट्नु थालेँ हो। खोर्सानी चाहिँ कम्ती हालेको नि त, बेसी पिरो खानु हुँदैन भनेर। अन्त यो प्याज त एकदमै पिरो रहेछ। म त यो प्याज काट्दा तुरुरु आँसु चुह्यो हो, एकदमै पिरो भयो, आँसुसरी भएँ म। अन्त लु प्याज र खोर्सानी पनि काटिसकेर मैले त्यहाँ हालेर चाहिँ यो छिटो यो सबै साफ गर्छु भनेर चाहिँ सबै फालेँ। अनि हाम्रो चाहिँ यहाँ झालमुरी रेडी हुँदैछ। नानाले अब तेल हाल्नुभयो, लास्ट रिफाइन ओइल। अनि हाम्रो झालमुरी रेडी भइसक्यो। हाम्रो झालमुरी चाहिँ यस्तो भएको थियो, हामीले त्यति बेसी पिरो हालेको थिएन हो, ठिकैको खाएको नि त होइन। बेसी पिरो खानु पनि हेल्थको लागि राम्रो हुँदैन, भुँडी बिचाउँछ भनेर। यहाँ नानाले खानुहुँदैछ झालमुरी चाहिँ एकदम मिठो भएको थियो। यहाँ चाहिँ मैले खाँदैछु हो। एकदमै टेस्टी भयो, मिठो भयो। कति भातमा खाएर यहाँ आमाले पनि खानुहुँदैछ झालमुरी।